हेलो गाइज अब आज चाहिँ हामी होइन टक्क पारामा घुम्न मासतिर डाँडातिर आज झ्याउ लाग्यो कि घर बस्न अनि त्यही भएर आज यसो माइन्ड फ्रेस गर्नको लागि यसो मासतिर डाँडातिर घुम्न अब भाइसँग अमन भाइ हिजो ट्याक्क बुटोल गरेर आएको रहेछ ट्याक्क यो चाहिँ हाम्रो बारी हो यो सबै अस्ति नै हामीले मकै खानेको यही हो अनि हाम्रो गाउँ चाहिँ बारी एकछिनपछि भेटौँला है त ट्याक्क आमामा देख्न सक्नुहुन्छ यस्तो बबाल है गोरे काशीको फिल्म जस्तो हो नि त हेर्न म दामी भन एक्लै अन्त यो बाटो के हुन्छ होला दिइहाल्छ नि त पहिला यताको जान्दा त यतै त अनि आजभोलिको उता डाँडातिर हामी रनिङ आउने ठाउँ चाहिँ यही हो है गाइज पानी नरहेछ पौडी उहाँ माथि हामी रनिङ जान्थ्यौँ कि यहाँबाट यस्तो होइन उहाँ घरबाट भाग्दै आएर यहाँबाट नन स्टपको यस्तो उकालो हाम्रोमा देख्न सक्नुहुन्छ हाम्रो यही हो हाम्रो हान्ने ठाउँ चाहिँ यही हो देख्न सक्नुहुन्छ यताको भ्यू चाहिँ आमामा बब्बाल छैन केही देख्दैन आज त ठ्याक्क यता उता गाउँतिर त्यो कोही केही लागेन यता चाहिँ यस्तो पानी नरहेछ त पौडी नै हानेको त लगाइ एकछिनमा भेटौँला है त साथीहरूसँग गएर टक्क पारा जस्तै आमामा मिठो देखेँ यही हो नि त मोटा छ केटो भन्थे हिरो उही भन्न एकचोटि चिचा ओकादी फेरि कसको घर हो र रेनुहरूको अर्को उसको कस्तो बाबा त्यो अर्कोको त्यो एउटा के छ अर्कोको भाइ हो कि बहिनी अरे भएको भाइ दुइटैको भाइ हो दुइटैको भाइ हो पहिला हामीले यसमा के होइन टक्क आफ्नो उस नाम लेख्थ्यो कि यस्तोमा ट्याक्क आफ्नो सानोमा अब हाम्रो सानोमा त अब लभ हुन्थ्यो नि त थुप्रै यहाँ खिम के लेख्छ खिम के जीवन के लेख्थ्यो पहिला हामीले यस्तो लेख्थ्यो कि आफ्नो पुरा यो टुप्पोले होइन ट्याक्क यहाँ पनि लेखेको रहेछ के लेख्छ सन्देश डन गरे आमा पहिला हामीले लेख्थ्यो कि यो नाम खै को त केटाहरू चाहिँ तलतिर छ हामी चाहिँ आइपुग्यौँ है साथीहरू थियौँ टक्क पारामा ल केटाहरूलाई वेलकम छ आमामा हिरो भएर बसे चाहिँ यो त रातै भयो यो त हिरो फाइनल्ली आइयो है हामी गाई टक्क पारामा यहाँ उहाँ रहेछ गाईहरू भेडाहरू उहाँ रहेछ ल दाजुलाई आज फर्स्ट टाइम मङ्की त्यो बादर देख्न सक्नुहुन्छ कि यस्तो नभएर स्पीकर बजा ना यार गोरे डाडू उडान हान्ने नि केटा भाडकुडी कति मजा आएको गोरे यसो वनतिर फेरि खाएको फेरि छुट्टै मिठो हुन्छ कि फेरि हो नि बनभोज भनेको बनभोज हो वनको खबर राख्ने त्यो के Welcome to Connect with